मैले यो भिडियो बनाउनुको चाहिँ मेन कारण चाहिँ के हो भने जस्ट म आफ्नो चाहिँ फिलिङहरू तपाईँलाई सेयर गर्दैछु होइन। मैले यो केही दिनमा चाहिँ मैले एउटा सानोतिनो जस्ट एउटा रमाइलो एउटा रहर मेरो एउटा रहर होइन। म बचपनदेखि नै सानैदेखि नै म यस्तो क्यामेरा भिडियोहरूमा लास्ट नै सोचिन्थेँ क्या, सानैदेखिबाट नै क्या। म अब हुन्छ नि त सानैदेखिबाट म त्यो चिजहरूमा निकै इन्ट्रेस्ट लाग्थ्यो क्या। अनि मैले आफ्नो कलेज स्कुल सकेर पनि अनि पछि म भिडियो एडिटिङहरू सिक्छु भन्ने मेरो त्यस्तो इन्ट्रेस्ट थियो होइन। अनि आज पनि त्यही इन्ट्रेस्ट छ मसँग होइन। अब त्यही इन्ट्रेस्ट मसँग छ होइन, अनि त्यही इन्ट्रेस्ट अरूसँग हुँदैन नहुँदा होइन। अनि के हुन्छ नि मैले चाहिँ के सोचेको थिएँ नि, म चाहिँ कन्टेन्ट बनाउन सुरु गर्छु साथीहरूसँग होइन। अनि हाम्रो हाम्रो लाइफ, हाम्रो डेली लाइफ होइन, यो ठाउँमा कसरी हामी चाहिँ सर्भाइभ गरिरहेका छौँ, अनि कसरी रमाइलो गरेका छौँ, हरेक लाइफको हरेक बेस्ट मोमेन्टहरू चाहिँ होइन क्याप्चर गरेर चाहिँ म सेयर गर्न चाहन्थेँ कि होइन। अनि के हुन्छ भने अब जस्ट मेरो लाइफ हो होइन, मेरो लाइफ म एक्लैले त मेरो लाइफ त कम्प्लिट हुँदैन नि त। मेरो मेरो सर्कल, मेरो वरिपरि मेरो साथीहरू, एउटा इन्भाइरोमेन्ट होइन, त्यो इन्भाइरोमेन्ट कस्तो छ त्यही चिजले मेरो लाइफले एउटा आकार दिन्छ नि त होइन, एउटा सेप दिन्छ नि त होइन। अब मेरो साथीहरू कस्तो छन् होइन, म कस्तो इन्भाइरोमेन्टमा बसिरहेको छु, त्यो चिजहरूलाई चाहिँ मैले होइन, त्यस्तो चिजहरूलाई चाहिँ मैले चाहिँ सेयर गर्न चाहन्छु कि गर्न खोज्छु कि। अनि त्यस्तै गर्न खोज्ने क्रममा चाहिँ अनि मैले यसो भिडियोहरू बनाउँछु होइन साथीहरूको, मेरो साथीहरूको। अनि जब बनाउँदाखेरि चाहिँ साथीहरूको एटिट्युड चाहिँ यस्तो हुन्छ कि लाग्छ कि तिनीहरू धेरै बलिउड स्टारहरू हुन् कि, बलिउड स्टारहरू डिमान्डिङ गर्ने या उस्तो गर्न खोज्ने, अनि यस्तो 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 एटिट्युड हुन्छ कि तिनीहरूको होइन। अनि कतिपय साथीहरू चाहिँ के गर्नु भन्दा पहिला चाहिँ यस्तो शब्दहरू बोल्छन् कि, अनि मिडल फिङ्गरहरू देखाउँछन् कि क्यामेरामा होइन। अनि त्यसपछि मेरो कन्फिडेन्टै डाउन हुन्छ क्या होइन। यो मेरो इच्छाको कुरो होइन, म के भन्न चाहन्छु यो मेरो इच्छाको कुरो हो। यो मैले गरौँ न, एउटा नयाँ कुरो गरौँ न, हामी पनि नयाँ गरेर हेरौँ न के हुन्छ होइन। सबैजना गरिरहेका छन् र ट्राई गरेका छन्, हामी चाहिँ किन नहुने। अनि त्यही माथि मेरो बचपनदेखिको एउटा इन्ट्रेस्ट हो होइन, अहिले त ट्रेन्डिङ पनि त्यस्तो आइरहेको छ। जस्ट एउटा हामी गरौँ न त भनेर चाहिँ मैले गर्न खोजेको होइन। मेरो साथीहरू म पनि इन्क्लुड गर्नै चाहेकै हो होइन। अब मेरो एउटा सुरुवात, एउटा जर्नीको सुरुवातमा चाहिँ मैले मेरो साथीहरूलाई पनि एकचोटि हेरौँ देखाऊँ अनि यिनीहरूको साथ लिगाऊँ भनेर होइन। तर उनीहरूको चाहिँ यस्तो एटिट्युड अनि यस्तो मै हुँ जस्तो भन्ने गर्छ। अनि त्यसले गर्दा मेरो कन्फिडेन्स एकदम लो हुन्छ क्या। अनि म नगरौँ, मलाई एकदम अप्ठ्यारो लाग्छ क्या। अनि पहिला चाहिँ म के सोच्थेँ भने त्यही साथीहरूसँगै सुरु गरौँ भन्ने त्यही साथीहरू आज म त्यही साथीहरूलाई देखेर के लाग्छ भने यिनीहरू नभइदिएको भए या यिनीहरूभन्दा टाढा भएको भए बरु मै गर्छु, म एक्लै गर्छु, तर यिनीहरूको अगाडि म गर्न सक्दिनँ भन्ने एउटा फिलिङ भयो क्या। उनीहरूले साथ दिन जहाँसुकै जाओस्, तर उनीहरूको सामने गर्न पनि नसक्ने टाइपको साथीहरू छन् होइन। क्रिटिसाइजहरू गर्छन्, पछाडि हाँस्छन्, पछाडि कुराहरू काट्छन् होइन। अनि कतिपय चिजहरू उनीहरूले निक नामै बनाइसके क्या। मैले केही चिज नयाँ ट्राई गर्नलाई नि त्यसैको उसले निक नेमहरू बनाएर बोलाउँछन् कि मलाई के रहेछ भने यो सायद यो रियालिटी हो एउटा सबैको साथमा त्यही हुन्छ होइन। जबसम्म साथीहरूले बुझ्दैनन् या जबसम्म हामीले चाहिँ एउटा सक्सेस पाइँदैन, जबसम्म उनीहरूको यो विश्वास हुन्छ कि यो मान्छे फेलियर हुन्छ या यो मान्छेले केही गर्न सक्दैन भन्ने, जबसम्म तिनीहरूले त्यो सोचिरहन्छन्, हामी त्यस्तो बनिरहन्छौँ नि, तबसम्म तिनीहरूले केयर गर्दैनन् क्या। मेरो फ्यामिलीले केयर गर्दैनन्, सोसाइटीले केयर गर्दैनन्, आफ्नै मिल्ने साथीहरूले केयर गर्दैनन्, आफ्नै बुझ्ने साथीहरूले केयर गर्दैनन् होइन। त्यही हो, जर्नी हो, आफ्नो जर्नी हो। कुनै पनि चिजहरू सुरुवात गर्दाखेरि धेरै आफूलाई धेरै अकवर्ड, नर्भस फिल गर्ने होइन, अनसर्टेन फिलहरू आउने, त्यो कमनै होला सायद। जबसम्म ती चिजहरू एक्सपिरियन्स गर्दै सिकिन्छ अनि त्यो चिजहरूबाट प्रो लेभल पाइन्छ अनि बल्ल सिकिन्छ। अनि अर्को कुरो एक्सपेक्टेसन, मलाई एक्सपेक्टेसन कसैको पनि छैन। तिमीहरूले सोच्यौ होला कि
तिमीहरूले साथ दिनौ भने मेरो जर्नी नै स्टार्ट हुँदैन या इन्डिङ हुन्छ त्यो नसोच्दा हुन्छ। डेफिनेटली म जुन चाहिँ ट्राई गर्छु म गर्छु होइन। मेरो जर्नी मेरो साथीहरू बिना तिमीहरू बिना थिए। मलाई चाहिँ म मेरो जर्नी म जसरी म गर्छु स्टार्ट गर्छु। थ्याङ्क यू।